हेलो सम्पूर्ण साथीहरू, गुड इभिनिङ सबैजनालाई नमस्ते। हामी यता जाजरकोटबाट नमस्ते सर है तपाईँलाई पनि। ल तपाईँलाई स्वागत छ। हामी स्पेसली यता मासु लिन आएछौँ आज। यहाँ मासु पसल यता भित्र मासु कटिङ हुँदैछ। अनि अब यसो मासुमा मिक्स गर्ने यसो टमाटर प्याज पनि लिउँ न त भनेर हाम्रो यो गैरीखालीको एकदम व्यापक तरकारी पसल काठमाडौँको कालीमाटीलाई चाहिँ चप्छ है। यो यहाँको गैरीमाटी यसलाई चाहिँ हामीले गैरीखालीलाई गैरीमाटीको नामले चाहिँ चिन्न सक्छौँ। हाम्रो एकजना साउनी हुनुहुन्छ यहाँ। साउनी, तपाईँलाई स्वागत छ है। लजाउनु भयो नि त हो। उहाँबाट हामी चाहिँ टमाटर लिँदैछौँ अहिले। के लजाउनु भएको छ केही छैन। त्यहाँबाट चाहिँ हामीले प्याज लान्छौँ। यो कालीमाटी होइन, कालीमाटी तरकारी बजार जस्तै यो गैरीमाटी तरकारी बजार जाजरकोटको आउन सक्नुहुन्छ तपाईँहरू पनि। हाम्रो यहाँ एकदम सुपथ मूल्यमा बिक्री वितरण भइरहन्छ, भइरहेको पनि राखेको छ। स्पेसल्ली यी कागती पनि यहाँ एकदम यही हेर्नुहोस् है, कागती पनि छ यहाँ। यो के हो, यो पिरालु भुइया हो हेर्नुहोस् है। यी कागतीहरू यहाँ स्पेसल्ली एकदम सुपथ लोकल काँक्रा पनि देखाउनु भएको छ हाम्रो एकजना साउनीले। यी लोकल आलु उसेको भन्नुभएको छ। कति रुपियाँ केजी हो नि आलु? यो 60 रुपियाँ केजी। ल आउन सक्नुहुन्छ सम्पूर्ण साथीहरू, सबैलाई निम्तो छ। हस्, धन्यवाद।